Good morning, after final duty service, and टक्कै आज सामान कपडाहरु लिन आएको म चाहिँ कपडा निकालेर गर्दा लाएर अब गइयो होला सब उठिसकेर माथि भर्खर उठेको एकदम लाएर हाम्रो दाइ चाहिँ हाम्रो रेडी भएर बस्नुपर्छ भाइ निन्द्रै पुगेन मै चलाउँछु नि त जाने बेला त जानेन म चलाउँछु सुरुमा अनि ल हाम्रो बाइक हालिसकेर बाइक स्टार्ट भयो अनि म चाहिँ यहाँ छु टोपी लाउने बाइकै छ अनि त्यहाँ 2000 वर्षको अगाडिमा हाम्रो त निस्किँदै हुनुहुन्छ अझै कराएर ल छिटो निस्क्यौँ छिटो छैन दाइ ल टक्क अब यहाँ चाहिँ दिदीहरूलाई लिन आएको हामी अब यहाँ जान्छ बाइक चाहिँ यहाँ छ गाडी यो भइहाल्यो हामी मान्छे यति छौँ र बसिसक्नु भएको छ हजुर छ अझै पनि बाइकको टायर कस्तो यो चाहिँ राम्रै रहेछ यार है कन्डिसन राम्रो ब्रेक राम्रो हुनुपर्छ मेन कुरा ब्रेकै छैन भन्नुहुन्छ कहाँ गएर के हुने थाहा छैन ब्रेक छैन भने त्यस्तो राम्रो छैन भने ब्रेक अफ रोडमा हो गाह्रो हुने ब्रेक नभएपछि झन् दादासँग खै अगाडि काट्ने त कति लाग्छ अलिकति धकलेर झ्याप्पा हान्नु न लाग्छ कोही नबस्दा त लागिरह 4 दिनसम्म हामीसँग हुन्छ अब कतिको के हुन्छ थाहा छैन साट्ने हो नमाने नि नमाने जमसम्म साट्ने हाल्नु लिएर आएको हो ल ठिक छ भन्छ वही हारो त्यो म गरौँ त्योसँग साट्ने हो सबै बाइकहरू त दुईटा बाइक कतिवटा हो त्यसको 3टा हो कि 4टा हो त्यो चिनेको भाइहरू लगायत सब गाह्रो छ कति बेला पाइपुग्ने पोखराबाट चाहिँ हिमाल दामी देखिन्छ क्या हाम्रो ब्रेक भइसकेछ बाइक त्यहाँ छ गाडी यहाँ छ अनि सबैजना छ दाइ त्यसो भए कस्तो भइरहेछ रमाइलो भएको छ नि है हुन पऱ्यो नि रमाइलो के भयो हुनुहुन्छ अनि बाइकले चाहिँ लास्टै अप्ठ्यारो भयो खाजा खाएर हिँडिसक्यो फेरि सुरु भयो अहिले चाहिँ 7:30 भइरहेको छ हामी चाहिँ एकछिन यहाँ बसेको है जाम भयो जाम ल हामी चाहिँ यसो एकछिन रोकेको सबैजना त्यहाँ हुनुहुन्छ है अनि जस्ट रमाइलो भइरहेको छ अझै बाइक राइड हान्दियो कपडा यस्तो जस्तै भयो पोहोर भयो यस्तो एउटा भयो कपडा चाहिँ आँखामा लास्टै धुलो गयो कि तर चस्मा लगाए पनि हजुर यो ओके लाउने भनेको म गाएछ आज हामी सेकेन्ड रेस्ट त्यस्तो खोलाहरू छ पुलमा टाइपको गाडी त पछाडि छुटेछ त मैले चलाएको त के हो रे कस्तो भइरहेछ पछाडि बस्दा
अहिले तिमीले अनुभव गरिहाल्छौ नि है मलाई अगाडि बस्दै अनुभव भइसक्यो अब त लास्ट भयो यार बाइक पनि बाइक हालेर पनि बब्बाल भयो बाइक चाहिँ जस्तो दामी छ कि अहिलेसम्म चाहिँ धोका देखाइन बाइकले दामी छ आउन्न त आउन्न हामी चाहिँ एउटा ठाउँमा रोकेको छौँ मैले झर्ना भएको ठाउँमा बब्बाल भ्यू छ यहाँबाट चाहिँ देखाउँछु तपाईँहरूलाई जाडो भयो जाडो मेरो त भिडियो गयो मेरो त कसो आयो कस्तो भइरहेछ पछाडि बस्नु हामीले भ्यू हेर्दैछौँ यो त केही होइन अरू माथि अब दामी छ एउटा क्यामेराम्यान भयो हामीलाई अनि एकचोटि हाइएल्टी जाँदाखेरि लेट लाग्यो भने बिमार भयो भने भन्ने कुरा भयो कि त्यो र त्यो आज बरु त्यही तल छोर्खान बस्ने राम्रो भ्यूहरू आयो भने गाइस है राम्रो हुन्छ भिडियो बनाइराख्यो भने हेलो गाइस है त समयको ब्लग हामीले हामीले ल हामी भात खाने ठाउँमा भात खाने ठाउँमा आएको छौँ भातमा के खाने यो छ यो छ यो छ यो छ यो छ अनि सुमित भाइ यहाँ our group is here is our group and here is another यहाँ है ल है त अब भात खाएर कुरा गरौँ ल है ल हामी चाहिँ अब खाना खाएर बाहिर आइसकेको छौँ त्यस्तो कति ठुलो यहाँ भिडियोमा त त्यस्तो ठुलो देखेको छैन दन्तासँग कपाल भिलाउनु पर्यो यस्तो हेर्दा हेर्दा त कस्तो घुमाउने यो अन्त त अब हामी यहाँबाट चाहिँ जान्छौँ म चाहिँ अब पछाडि बस्छु मलाई हात दुख्यो लास्टै बाइक चलाउनु सकिन्न पछाडि बस्छु दाइले चलाउनुहुन्छ भाल देखिरहेको छ भेट्दै गरौँ ल गाइस गाइस हामी चाहिँ यो ठाउँमा आइसकेको छौँ दामी छ यस्तो गरौँ भयो क्या अन्त कति हरायो जाम 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 थियो पानी तिर्खा लाग्यो अब त ल गाइस ल है रुक्सेर हन्न ल है आउनु पर्यो आउनु पर्यो नमस्कार सबैजना हाम्रा सुमितका भ्युवर्सहरूलाई के हो तपाईँहरू यहाँ आउनु पर्यो के हेभेन हो मुस्ताङ नानी बाटोको हेभेन यु शुड कम हियर ओके प्लिज लुक द भ्यू हामी त नजिक आइसक्यौँ त्यो चिसो हावा क्या
फाइनली हामीले एउटा ठाउँमा रोकेर हेरेको छ है हामी मालदेखि अब पुग्यो मुस्ताङ पुगिसक्यो हामी चाहिँ गाडी यहाँ छ हामी यहाँ छौँ चाहिँ धौलागिरी हिमाल के छ दाइ राम्रो त उता राखौँ अनि फोटो खिचौँ कि फोटो खिच्नु पऱ्यो लभियोस् भाइ कस्तो लागिरहेको छ त ए खोला त्यहीँ रहेछ त नि हामी चाहिँ मार्पा भिलेज जाँदैछौँ अब हामीभित्र यही साइड नक्कली हो त्यस्तै सेम देखेको त रियल जस्तो देखेको फेक हो हामीले बनाएको होइन चाइनाले बनाएको रे रियलहरू फेरि बुझ्ने बाटो पनि देखिँदो रहेछ बादल त हिँड्दै हिँडेको देखिँदो रहेछ ल मुस्ताङ आएर यहाँ पैसा नभएर माग्दै है हाम्रो भाइ लाउनु त पहिला फोन आयो लात्ता हाल्न फेरि हाल्ला जस्तो गरेको कस्तो गना क्या कस्तो होइन अलिक आयो गाडी भत्नु जानु लाग्यो फोटो खिच्यौँ कपासहरू लगाएर होइन अब अनि अब चाहिँ गाडीमा जानु लाग्यो अहिले त लास्टै जाडो भयो अघि झन् ज्याकेट नलाग्यो जाडो हुन्छ मलाई भनेर अन्त जाडो भयो लास्ट जाम छिटो अक्सिजन लेभल कम भयो जस्तो भयो अक्सिजन लेभल कम भयो जस्तो भयो मलाई त नि सास फेर्न गाह्रो भइरहेको छ म हिँडेर गाड बुलाएर गएको छु हजुरहरूले सब्सक्राइब गर्नुभयो भने म सास फेरेर फेरि ए बच्चा बोलिरहनु हालत चाहिँ नि पुगिन्छ 5 घन्टा भने साधन मात्रै हाम्रो नेपालको झन्डा कहाँ भयो त्यो अहिले त अदर हुनु लागिसक्यो कति दुधहरू गाइस हेर्दै गर्नु न ब्लग बाइक एक्सिडेन्ट हालेर बाइकबाट के प्रब्लम आएर पिकअप हिँड्ने बित्तिकै मिसा हाने गरेर फाइनली हामी चाहिँ होटल आइसक्यौँ यही होटल हो फाइनली कति नम्बर लाग्छ है
खै कुन 10 को हो क्या 10 कि क्या र खै कुन हो र यहाँ हुन्छ के अरे 1 नम्बरको लाग्छ रेस वाडाउने हो यहाँ हुन्छ वहाँ त कसरी खुल्ने र यहाँ होइन यहाँ हुन्छ कि यहाँ हुन्छ खै छन् त अलिकति पानी यो कार्पेटको फोट फालौँ भनेको कि फोर भएछ त धेरै आउनु त हेर्नु त यस्तो छाम्ने त नम्बर छैन कि यहाँ त्यही 10 होला 10 12 होला सायद 10 12 होला यहाँ हुन्छ फाइनली पुग्यो ल म त Oh, man,